सबैजनालाई नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो यस सामूहिक भवन निर्माणको लागि विनियोजित बजेट पर्याप्त मात्रामा चाहिँ नहुँदा हामी यसलाई सम्पन्न गर्नको निम्ति हाम्रो आदरणीय यस माडी गाउँपालिका वार्ड नम्बर 3 डाङमाङ रोल्पाका सम्पूर्ण जनसमुदायहरू आज यो जो आस्ना फाउन्डेसनको यो खाडल पूर्णको निम्ति जनश्रमदान गर्नको निम्ति यहाँहरू एकदमै तयार हालतमा चाहिँ आएर यो कामहरू गरिराख्नु भएको छ। म तपाईहरुलाई यो देखाउन चाहन्छु। थुप्रै व्यक्तित्वहरू आउनु भएको छ। हुनसक्छ केही कारणवश कतिपय व्यक्तिहरू उपस्थित नहुन सक्नुहुन्छ, तर धेरै घरधुरीहरू हामी यो श्रमदान गर्ने कुरामा चाहिँ सहभागी भएका छौँ। यहाँहरू देख्न सक्नुहुन्छ हाम्रो आदरणीय अग्रज व्यक्तित्व माडी गाउँपालिका वार्ड नम्बर 3 का निवर्तमान वडाध्यक्ष दलबहादुर घरती पनि यहाँ चाहिँ सहभागी हुनुहुन्छ, लगायत अन्य व्यक्तित्वहरू ज्येष्ठ नागरिकहरू पनि सहभागी हुनुहुन्छ। हाम्रो ज्येष्ठ नागरिक पनि यहाँ चाहिँ काम गरिराख्नु भएको छ। सबैजना काममा एकदमै तल्लीन अवस्थामा हुनुहुन्छ, देख्न सक्नुहुन्छ। हामी यो खाडलहरू पुरा गर्नको निम्ति आज जनश्रमदान गर्ने भन्ने हिसाबले यो आमा समूहको नेतृत्वमा परिचालित हुनुभएको छ। उहाँहरू आमा समूहले चाहिँ अत्यन्तै सक्रियताका साथ यो जनसहभागिता जुटाउनेमा अत्यन्तै राम्रो पहल कदम गर्न आउनु भएको छ। यसको लागि म यो निर्माण उपभोक्ता समितिको तर्फबाट नि विशेष धन्यवाद दिन चाहन्छु। र हाम्रो यो सँगसँगै अरू काम पनि भइरहेको छ। सबै दृश्यहरू म तपाईहरु सामु चाहिँ यो देखाउन चाहन्छु। देख्न सक्नुहुन्छ यहाँहरु पनि काममा हुनुहुन्छ। के छ दाइ, ठीक छ नि हैन? ल आज जनश्रमदानमा चाहिँ जुटिराखेका छौं हैन? भने हाम्रो केही ग्रुप चाहिँ त्यता पनि काम गर्दै हुनुहुन्छ।